आज श्रीपाद बडो महाराज धिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकार झापाबाट काठमाडौँ आउँदाखेरि अहिले भव्य र सभ्यको लागि आम नेपाली जनताहरू सडकमा आउँदाखेरि पनि अहिले यो सरकारले के गरेछ भन्दाखेरि 5 जना भन्दा भेला हुन नपाउने भनेको साह्रै अब के कमिला पनि मर्ने बेलामा उम्रेर मर्ने हो कि गणतन्त्र पनि त्यही हुन आँट्यो जस्तो लाग्यो एउटा कुरो त्यो र अर्को कुरो के भन्नु भने यो देश बचाउने भनेको राजा बाहेक अरू कसैले अब बचाउँदैन नेताले त कामै छैन अब हामीले एउटै कुरा के भने अभिभावकको रूपमा राष्ट्र संस्था पुनर्स्थापना गरौँ त्यसपछि प्रत्यक्ष प्रधानमन्त्री जेनजीले उठाएको मुद्दामा प्रधानमन्त्री जेनजीलाई बनाऊ त्यस पछाडि आएर देश बचाउँ त्यसपछि हामी चुनावमा जाउँ भने हाम्रो श्रद्धेय अध्यक्ष दुर्गा प्रसादज्यूले उठाएको मुद्दा हो यो ब्याङ्क वित्तीय लघु वित्त सहकारी फाइनेन्समा भएको जायदादको विरुद्धमा उठाउने कोही मान्छे भनेको दुर्गा प्रसाद हो आज दुर्गा प्रसादमा मय हुन्छ अब हुँदैछ राजा आऊ देश बचाऊ आगे गोरख जागे यो देश तपभूमि पशुपतिनाथले बचाइदिएको देश हो हिजो हाम्रा दिदीबहिनीहरू अङ्ग्रेजलाई लखरेको देश हो यो हामी स्वाधीनता छौँ स्वतन्त्र छौँ त्यसो भएर हामी के भन्दैछौँ भने हामी अभिभावकको रूपमा श्रीपाद महाराज धिराज सरकारलाई हिजोको जनताको नासो जनतालाई बुझाइबसेको थियो अब त्यो फर्काउने दिन आयो भन्ने कुरो पनि बुझ्यो त्यसो भएर हामी एउटै कुरा भन्छौँ राजा आऊ देश बचाऊ यही हो हाम्रो मूल यति नै हो त्यसो भएर यो देशलाई कतै क्रीडास्थल बन्ने हो कि यो कुनै सरकारले अहिले तपाईँ हेर्नु त राजसभाका 19 जना त्यो पास्टरहरू देखेको थिएँ मैले समानुपातिकमा आज यो राजसभाले यो देशलाई कहाँ लाँदैछन् 6 वटा प्रधानमन्त्री छ नि ठुल्ठुला प्रधानमन्त्रीहरू यी पुरानो जोगीले काम दिएन भनेर अहिले नयाँ जोगी भनेको राजसभाका सोनी मगले जस्तो मान्छे रवि लामिछानेले बजेट बनाउनु तयार गर्नुहोस् भन्छन् छोरा पाउनु कहाँ कोक्रा बन्नु अहिले भने जस्तो कुरो हो जब चुनाव त भएको छैन प्रधानमन्त्री बनेको छैन केही भएको छैन अनि अहिले बजेट बनायो 1 वर्ष बजेट बनाउनु तयार हुनुहोस् भन्छ रवि लामिछाने के भन्नु यी विदेशीबाट परिचालित व्यक्तिहरू हुन् विदेशीका हुन् के अरे हरियो नोटको डलर खाने मध्यहरूलाई हामी चुनौतीकै साथ भन्छौँ तपाईँहरू देश बचाउन आएको हो कि देश सिध्याउन आएको हाम्रो दुईटा किता छ एउटा भ्रष्टाचारीको किता हो एउटा राष्ट्रवादी देशभक्तको किता हो